मान्य श्री रामआशीष यादवलाई नियम निलम्बनको प्रस्ताव पेश गर्न अनुमति दिन्छु। माननीय सभामुख महोदय, माननीय सभामुख जी को अनुमतिले माननीय मुख्यमंत्री श्री सरोज कुमार यादवले नेपाल को संविधान को धारा 188 को उपधारा 1 143 को उपनियम 2 यो बैठक को प्रयोजन को लागि न्यायावली को नियम 217 को उपनियम 1 बमोजिम निलम्बन गरियोस् भन्ने प्रस्ताव पेश गर्दछु। धन्यवाद। अब म सुनील कुमार यादवलाई उक्त प्रस्तावको समर्थन गर्न अनुमति दिन्छु। माननीय सभामुख महोदय, आज यो सदनमा मेरो पहिलोचोटि भएको कारणले सर्वप्रथम यो व्यवस्था यहाँ उभ्याउने विभिन्न कालखण्डमा सङ्घर्षरत शहीदहरूलाई सम्झिँदै उहाँलाई हृदय आत्मादेखि म श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। र आज नेपाली कांग्रेस पार्टीको तर्फबाट माननीय सभामुख महोदय जीको अनुमतिले माननीय रामआशीष यादव पेश गरेको प्रस्तावलाई म समर्थन गर्दछु। धन्यवाद। अब म माननीय श्री चन्दन कुमार सिंहलाई उक्त प्रस्तावको समर्थन गर्न अनुमति दिन्छु। माननीय सभामुख महोदय, माननीय सभामुख जी को अनुमतिले माननीय रामआशीष यादव जी पेश गरेको प्रस्तावलाई समर्थन गर्दछु। अब म माननीय रानी कुमारी तिवारीलाई उक्त प्रस्तावको समर्थन गर्न अनुमति दिन्छु। माननीय सभामुख ज्यूको अनुमतिले माननीय श्री रामआशीष यादवजीले पेश गर्नुभएको प्रस्तावलाई समर्थन गर्दछु। अब म माननीय श्री फकीरा महतोलाई उक्त प्रस्तावको समर्थन गर्न अनुमति दिन्छु। माननीय सभामुख महोदय जी, माननीय सभामुख जी को अनुमतिले माननीय श्री रामआशीष राय यादव जी ले पेश गरेको प्रस्तावलाई समर्थन गर्दछु। धन्यवाद। अब म माननीय श्री प्रमोद कुमार यादवलाई उक्त प्रस्तावको समर्थन गर्न अनुमति दिन्छु। माननीय सभामुख महोदय, सभामुखको अनुमतिले माननीय रामआशीष यादव पेश गरेको प्रस्तावलाई समर्थन गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, अब म माननीय श्री रामआशीष यादवले प्रस्तुत गर्नुभएको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, त्यसर्थ मान्य श्री रामआशीष यादवले पेश गर्नुभएको नियम
निलम्बनको प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको घोषणा गर्दछु। म माननीय मुख्यमन्त्री श्री सरोज कुमार यादवलाई नेपालको संविधानको धारा 168 को 4 र प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075 को नियम 143 को उपनियम 4 बमोजिम प्रदेश सभाको विश्वासको मत लिनको लागि प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। माननीय सभामुख महोदय, सर्वप्रथम प्रदेश सरकारको आर्थिक वर्ष 2080-81 को नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएकोमा सम्पूर्ण माननीय सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु र आगामी दिनहरूमा पनि यस सरकारलाई यहाँहरूको यस्तै साथ सहयोग र समर्थन रहने भन्ने कुरामा म पूर्ण विश्वस्त छु। नेपालको संविधान बमोजिम गठन मेरो नेतृत्वको वर्तमान सरकार विधिको शासनको मूल्य मान्यतालाई पूर्ण रूपमा आत्मसात गरी कार्य सम्पादन गर्दै आएको छु र यसमा म पूर्ण अडिग छु। यसै सन्दर्भमा वर्तमान राजनीतिक परिवेशमा अझ नागरिकको भरोसालाई पूर्ण रूपमा सम्मान गर्दै नागरिक प्रतिनिधित्वको संवैधानिक संस्थाको रूपमा रहेको यो सम्मानित प्रदेश सभाबाट विश्वासको मतका साथ अगाडि बढ्नु वर्तमान प्रदेश सरकारको नेतृत्व गर्ने म मुख्यमन्त्रीको संवैधानिक कर्तव्य र जिम्मेवारी रहेको विषयमा म पूर्ण रूपमा सचेत छु। यसै सन्दर्भमा यस सम्मानित प्रदेश सभाको समर्थन निरन्तर रूपमा म मुख्यमन्त्रीको साथमा छ भन्ने कुरामा पूर्ण रूपमा विश्वस्त छु र त्यो विश्वास म मुख्यमन्त्रीमाथि सम्मानित प्रदेश सभाको रहेको विषय संवैधानिक रूपमै पुष्टि गर्न म तयार छु। मूलतः नेपालको संविधानको धारा 188 को उपधारा 1 र 2 बमोजिम मुख्यमन्त्रीले विश्वासको मतको लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्न सक्ने संवैधानिक व्यवस्था छ। हाल नेपालको संविधानको धारा 188 को उपधारा 2 को अवस्था समेतलाई मध्यनजर गर्दै धारा 188 को उपधारा 1 बमोजिम विश्वासको मत लिन प्रस्ताव पेश गर्दा धारा 188 को उपधारा 1 बमोजिम विश्वासको मतको लागि प्रदेश सभामा प्रस्ताव गर्ने सम्पूर्ण विषयको मर्म र भावनालाई समेत समेट्ने हुँदा म मुख्यमन्त्रीले धारा 188 को उपधारा 1 बमोजिम विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव गरेको छु। नेपालको संविधानको धारा 188 को उपधारा 1 बमोजिम विश्वासको मतको लागि पेश गर्दा प्रदेश सभाको सबै माननीय सदस्यज्यूहरूबाट विश्वासको मत प्राप्त गर्ने वातावरण बन्ने र सबैको मर्म र भावनाको समान हुने विश्वासका साथ नेपालको संविधानको धारा 188 को उपधारा 1 बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेश गरेको बेहोरा अनुरोध गर्दै सबै माननीय सदस्यज्यूहरूबाट विश्वासको मत प्रदानका लागि हार्दिक आह्वान गर्न चाहन्छु। माननीय सभामुखज्यू, माननीय सभामुखज्यूको अनुमतिले नेपालको संविधानको धारा 188 को उपधारा 1 र प्रदेश सभा कार्य सञ्चालन नियमावली 75 को नियम 143 उपनियम 4 बमोजिम सभामा विश्वास मत लिने यो प्रस्ताव पेश गर्दछु। धन्यवाद। म माननीय मुख्यमन्त्री श्री सरोज कुमार यादवलाई नेपाल अब उक्त विश्वासको मत लिने प्रस्तावमाथि छलफल प्रारम्भ हुन्छ। छलफलमा बोल्नको लागि दलीय आधारमा मान्य सदस्यहरूको नाम प्राप्त भएको छ। मान्य सदस्यहरूले दलबाट प्राप्त समयअनुसार आफ्नो भनाइ राख्नु हुन अनुरोध गर्दछु। सर्वप्रथम म मान्य श्री दिपेन्द्र कुमार ठाकुरलाई समय दिन्छु। माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, आज
हाम्रो मुख्यमन्त्रीज्यूले पुनः यो सदनमा विश्वासको मत लिनका निम्ति आफ्नो प्रस्ताव पेश गर्नुभएको छ। एउटा हाम्रो नेपालमा अहिले राजनीतिको सांस्कृतिक भनौँ, संस्कार भनौँ, यसलाई कुसंस्कार भनौँ, जे भन्दा पनि हुन्छ। तथापि हाम्रो दल नेकपा एमाले काम गर्ने मान्छेलाई विरोध मात्र हैन, समर्थन गर्नुपर्छ, सपोर्ट गर्नुपर्छ भन्ने धारणा राख्दै हाम्रो नेकपा एमाले विगतमा पनि उहाँलाई सहयोग र समर्थन दिएकै थियो। पुनः हाम्रो दल चाहिँ उहाँलाई समर्थन दिनको निम्ति तयार छ। हामी समर्थन दिइरहेछौँ उहाँलाई नेकपा एमालेको तर्फबाट। किन दिइरहेछौँ भने एक दुईटा कुरा नभनिकन हुँदैन, एक दुईटा कुरा भन्नै पर्ने हुन्छ। हाम्रो मुख्यमन्त्रीज्यू कि त उहाँलाई भाग्यशाली भनौँ, या त एउटा वर्ड छ DON, डन भन्ने। डन दुई थरीको हुन्छ। एउटा डन कस्तो हुन्छ, अक्सफोर्ड युनिभर्सिटीमा जुन हाम्रो प्रिन्सिपलहरू हुन्छन्, उहाँ प्रिन्सिपलहरूलाई पढाउने, प्रिन्सिपलहरूभन्दा पनि माथिल्लो दर्जाको प्रिन्सिपललाई, प्रोफेसरलाई डन भनिन्छ। उहाँ राजनीतिमा उहाँको चरित्र हेर्दाखेरि वा उहाँलाई विश्वास गर्ने मान्छेको लड्को हेर्दाखेरि डनको संज्ञा दिनुपर्छ उहाँलाई। म डनको संज्ञा दिँदै उहाँलाई समर्थन दिइरहेछु। तर काम गर्ने बेलामा चाहिँ कामको चाहिँ डनको गतिविधि काममा चाहिँ हेरिएको छैन। त्यसको म कमेन्ट गर्छु। काम चाहिँ एकदम धीमी गतिमा चलिरहेछ। प्रदेशको अवस्था निरन्तर चाहिँ खस्किरहेको छ। यहाँबाट डिपिजीको अवस्था हेरौँ अथवा यहाँको जे विकासको गति हेरौँ, सबै अवरुद्ध हुँदै गइरहेछ। तथापि म धेरै लामो आज भन्दैन, उहाँलाई म पूर्ण रूपले समर्थन दिइरहेछु कामको निम्ति। अहिले पनि उहाँलाई काम गर्न आग्रह छ र काम गरेर देखाउनलाई, काम गरेर देखाउनुहोस् मुख्यमन्त्रीज्यू। तपाईलाई धेरै धेरै स्वागत छ, सम्मान छ। म अघि पनि भनेको थिएँ, तपाईँ धेरै ठुलो भाग्यशाली मान्छे हो। यहाँ दुईटा पद मध्ये दुईटै तपाईँ पाइसक्नु भएछ। तर कामको गतिले चाहिँ स्पिड लिन सकेको छैन। जनताको मन जित्न कतै न कतै तपाईँ चाहिँ यसले पछाडि पर्नु भएको छ। त्यसलाई चाहिँ अगाडि राख्नुहोस्। पहिलो प्राथमिकतामा जनताको कामलाई अगाडि सारेर तपाईँ यो प्रदेशको नेतृत्व गर्नुहोस्। तपाईलाई स्वागत छ, सम्मान छ, समर्थन छ। अस्ति मैले केही कुरा मुस्लिम समुदायको बारेमा यहाँ सदनमा उठाएको थिएँ, सामान्य सदनमा। त्यसले गर्दा धेरै तहल्का मच्यो बजारमा। मुस्लिमलाई त्यति किन समर्थन, हिन्दूलाई किन हैन? म त हिन्दू संस्कृति मान्ने मान्छे हो, तर मुसलमान पनि यहीँको मान्छे हो नि। एउटा डाक्टर हरिवंश राय बच्चनले एउटा उखान भन्नुभएछ, म त्यो सुनाउन चाहन्छु। हिन्दू और मुस्लिम है दो, हिन्दू मुस्लिमलाई दुईटा भन्छ, हिन्दू और मुस्लिम है दो, एक मगर उनका प्याला। ग्लास छ नि, खानेकुरा त एउटै हुन्छ। एक ही है उनका मदिरालय, एक ही है उनका हाला। मदिरालय पनि एउटै छ, ग्लास पनि एउटै छ, खाने सामान पनि एउटै छ। एक ही रहते, एकै रहन्छन्। कबसम्म जब तक न जाते मंदिर मस्जिद में, मंदिर मस्जिदमा जबसम्म जाँदैनन् उहाँहरू तबसम्म एकै रहन्छ हिन्दू मुस्लिम। बैर बराती मंदिर मस्जिद, मेल कराती मधुशाला भन्छ। मंदिर मस्जिद बैर गराउँछ भने त्यस्तो बैर हामीलाई चाहिँदैन।
हामी त यहाँ सबलाई उत्थान गर्नको निम्ति, सबैको पहिचानको निम्ति, सबैका आवाजको निम्ति हामी यहाँ सङ्घर्षरत छौँ। सङ्घर्ष गरेर चाहिँ हामीलाई अगाडि बढाउन चाहन्छौँ। त्यो सम्बन्धी धेरै टाइम लिँदैन। पुनः म मुख्यमन्त्रीजीलाई बधाई दिन चाहन्छु। बधाई दिँदै हाम्रो दल नेकपा एमाले उहाँलाई समर्थन दिएको छ। 1 महिना अगाडि 29 दिन अगाडि हामीले राजनीतिकै दबावको कारण या हाम्रो सदन मार्फत अथवा हाम्रो मन्त्रालय मार्फत, मधेस सरकार मार्फत हाम्रो कामहरू अगाडि नबढेकोले गर्दा हामी कामकै सिलसिलामा समर्थन फिर्ता लिएको थियौँ। तर पुनः उहाँलाई हामी काम गर्नको निम्ति, यो प्रदेशलाई राम्ररी सञ्चालन गर्नको निम्ति सबैको साथ सहयोग लिएर अगाडि बढ्नको निम्ति पुनः उहाँलाई हामी समर्थन दिइरहेको छौँ। भोलिको दिनमा हामीलाई विश्वास छ अब चाहिँ मुख्यमन्त्रीजीले 2 चोटि चाहिँ जवाबदेही पाउनुभयो। अब तेस्रो चोटि चाहिँ पुनः चाहिँ यो कार्यक्रम सञ्चालन हुन्छ, अगाडि बढ्छ भन्ने विश्वास लिँदै आशा भरोसाका साथ म आफ्नो शब्दहरूलाई यहीँ विराम दिन्छु। धन्यवाद, अभिवादन, नमस्कार। अब म मान्य श्री कुमारकान्त झा। सभामुख महोदय, माननीय मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सभामा दोस्रो चोटि विश्वासको मतको लागि जुन प्रस्ताव गर्नुभएको छ, त्यो प्रस्तावमा नेपाली कांग्रेसको पूर्ण समर्थन रहेको छ। अहिलेको वर्तमान परिस्थितिमा नेपालमै एउटा परिपाटी छ, मिलिजुली सरकार। हिजो एमालेकै सहमतिमा सरकार थियो। नेपाली कांग्रेसबाट म नै चाहिँ पहिलोचोटि बोल्दा हामीले समर्थन पनि गरे र प्रतिपक्षमा पनि बसेको थिए। आज परिस्थिति फेरिए। आज हामी साझेदारमा छौँ, एमालेका साथीहरू प्रतिपक्षमा हुनुहुन्छ। तर एउटा सुखद कुरा के छ भने मध्य प्रदेशमा अहिलेको जुन हाम्रो सबैजनाको एकता, हामी सबैजनाको मेलमिलाप यो सरकारको गठनको पनि बढिदिनु भएको छैन। उहाँ पनि गति लिनै लाग्नु भएको छ र मलाई विश्वास छ यो सरकारले मध्य प्रदेशको जनतालाई चित्त बुझ्ने, रुचाउने प्रगतिको मार्गमा यो सरकार अघि बढ्छ भन्ने मलाई विश्वास छ। त्यसै कारणले होला अन्य पार्टीका पनि साथीहरू, प्रतिपक्षका पनि साथीहरू आज यो सरकारलाई समर्थन दिनुभएको छ। म उहाँलाई धन्यवाद दिन चाहन्छु। हाम्रो संस्कार यो मध्य प्रदेशलाई प्रगतिमा लगाउनु छ, उन्नतिमा लगाउनु छ र वास्तविकतामा हामी एकजुट भएर सत्तामा भएको बेला पनि नभएको बेलामा पनि मन्त्री हुनु नहुनु कुनै ठुलो कुरो होइन। तर सबैजनाको एउटै सोच छ हाम्रो, यो मध्य प्रदेशलाई कसरी उन्नति र प्रगतिमा लगाउने, यहाँको जनतालाई कसरी चाहिँ खुसियाल बनाउने, कसरी चाहिँ यहाँको जनतालाई रोजगार दिने र यो सम्भव छ जब हामी सबैजना मिलेर सही काममा सहयोग गर्ने, गलत काममा विरोध पनि गर्ने। त्यसकारण आज बढी बोल्नुपर्ने कुरा केही खास राजनीति एजेन्डा छैन। माननीय मुख्यमन्त्रीज्यूले, सभामुख महोदय, माननीय मुख्यमन्त्रीज्यूले विश्वासको मतका लागि प्रस्ताव गर्नुभएको प्रस्तावमा नेपाली कांग्रेसको पूर्ण समर्थन रहेको छ कुरा जानकारी गराउँदै बिदा लिन्छु। धन्यवाद। जय नेपाल। अब पूर्व मुख्यमंत्री माननीय श्री लालबाबू राउत जी। माननीय सभामुख महोदय, आज हामी अब प्राविधिक रूपले नै भन्नुपर्दा संवैधानिक
बाध्यताको कारणले सदनभित्र माननीय मुख्यमन्त्रीप्रति सर्वसम्मतिका कुरा देखिएको छ। हामी भर्खरै प्रदेश सरकारका नीति तथा कार्यक्रम पास गर्यौं। त्यसमा जुन किसिमको सबैको ऐक्यबद्धता, सबैको त्यसमा समर्थन देखियो। आज हामी कुनै पनि किसिमले त्यो अवस्था फरक छैन भन्ने अहिले भर्खरै सदनभित्रका प्रमुख प्रतिपक्षी दलका तर्फबाट बोल्नुभएका माननीयजीले राख्नुभएको आफ्ना समर्थनबाट प्रष्ट देखिन्छ। तथापि आज हामी संविधानमा भएको प्रोभिजनको कारणले हामीलाई यो सदनभित्र माननीय मुख्यमन्त्रीप्रति समर्थन रहेको कुरा हामी आज प्रुफ गर्नुपर्ने अवस्था छ। र मलाई लाग्छ कि यो आज प्रमुख प्रतिपक्षी दलका माननीय नेताले राखिसकेपछि अब यो सदनभित्र कुनै किसिमको फरक मत रहेन। त्यसैले मैले चाहिँ अब जसपा पार्टीको तर्फबाट माननीय मुख्यमन्त्रीजी नै नेतृत्व गर्ने भएकोले र सबै मान्यज्यूहरूको यसमा समर्थन रहेकोले म यसलाई स्वागत गर्न चाहन्छु। निश्चित रूपमा अहिलेको आवश्यकता भनेको हामी एक भएर जानु नै हो। आजको आवश्यकता भनेको यो मध्य प्रदेश सभामा हामी सबैजना एकमतका साथ अगाडि बढ्ने हो भने हामी भोलिका दिनमा प्रदेश सरकारले अझ पनि संघीयतालाई संस्थागत गर्नको लागि अहिले पनि हामीले प्राप्त गरेको समानुपातिक समावेशिता, अहिले पनि हामी संविधानमा प्राप्त गरेको अधिकारलाई सुनिश्चित गर्नको लागि यो किसिमको ऐक्यबद्धताको आवश्यकता छ। अहिले जुन किसिमले मुलुकभित्र संघीयताप्रति अहिले संघीयताको विभिन्न किसिमले आफ्नो किसिमले व्याख्या गरिँदैछ। यो मुलुकमा संघीयता आवश्यकता छ कि छैन भन्ने कुरा हिजोका दिनका जो चाहिँ संघीयता विरोधी थिए, यो मुलुकमा संघीयता नचाहिने को जबरजस्त किसिमले वकालत गर्दै आएका थिए। अहिले त्यस्ता केही दल र केही व्यक्ति र संस्था चाहिँ आज ऐक्यबद्ध भएर गएको अवस्थामा यो मध्य प्रदेशको सभाले जुन किसिमका माननीय मुख्यमन्त्रीप्रति ऐक्यबद्धता देखाए यो सराहनीय छ र आजको आवश्यकता पनि छ। र मलाई लाग्छ यो ऐक्यबद्धताले र यो किसिमको हामीले यो मध्य प्रदेशको जुन किसिमका हामी सत्ता पक्ष या प्रतिपक्षले जुन किसिमले हामी अगाडि बढेर यो सरकारको समर्थन गर्नुको पछाडि यो मुलुकमा संघीयतालाई मजबुत गर्नु हो। यो सरकारलाई समर्थन गर्नुको पछाडि अहिलेको जुन किसिमका मुलुकमा अहिले संघीयताप्रति देखिएका केही व्यक्ति, केही संस्था, केही पार्टी जुन नकारात्मक किसिमका सोच, नकारात्मक किसिमका चिन्तन, नकारात्मक किसिमका जुन यो संघीयताप्रति धारणा फैलाइँदै गरिएको छ, त्यसलाई चिर्नको लागि, त्यसलाई भन्नुको जवाब दिनको लागि पनि यो किसिमको मलाई लाग्छ कि ऐक्यबद्धता, सरकारप्रति ऐक्यबद्धता, मुख्यमन्त्रीप्रति ऐक्यबद्धता देखाउनुको यसको मतलब के भइरहेछ भने कि हामी यो मध्य प्रदेश, जो मध्य प्रदेश
संघीयताको जननी रहेको छ, संघीयताको उद्गम स्थल रहेको छ, संघीयता मुलुकमा चाहिन्छ भन्ने कुरा यो माटोबाट नै आन्दोलनबाट स्थापित भएको छ। त्यसले गर्दा आज मलाई लाग्छ कि जुन किसिमको हामी एकबद्धता प्रदर्शन गर्यौं त्यो आजको आवश्यकता हो र म सबै मान्यज्यूहरूलाई धन्यवाद दिँदै अहिले माननीय मुख्यमन्त्रीजी अहिले हाम्रै पार्टीका भएकोले उहाँलाई फेरि चाहिँ दलको तर्फबाट उहाँ अब त आफै दलको नेता भएको नाताले यसरी मैले अहिले सबै राजनीतिक दलका नेताहरू समर्थन गर्ने भएकोले यसमा बढी मेरो धारणा राख्नु परेन र म धन्यवाद दिँदै म बिदा लिन चाहन्छु। धन्यवाद। अब मान्य श्री चन्दन कुमार सिंह। माननीय सभामुख महोदय, आज हाम्रो यो गरिमामय सदनमा माननीय मुख्यमन्त्रीजीले प्रस्ताव गर्नुभएको समर्थनको लागि हामी उभिया छौं। सरकारको समर्थनमा हामी छौं। हाम्रो दल पूर्ण रूपमा छ। म पहिला नै यो अवगत गराउन चाहन्छु। त्यसपछि एक दुईवटा कुरा म राख्न चाहन्छु। खास गरेर देशको लागि आज यो नयाँ चिज एउटा सिक्नुपर्ने अवस्थामा बुझिरहेछु र यो सम्पूर्ण देशको सबै 7 प्रदेशमा, खास गरेर मध्य प्रदेश बाहेक 6वटै प्रदेशमा यो अनुकरणीय विषय सिक्नुपर्ने आवश्यकता छ कि हामी संहिताको लागि आज हाम्रो मित्र 1 महिना पहिला असहमति जनाएर अलिकति विरोधको भावना या असहमति, विरोध त नभनौं, असहमति, वैचारिक असहमति देखिया थियो। तर मित्रहरू आज त्यसलाई करेक्सन गरेर संहिताको लागि देशलाई एउटा अनुकरण गर्ने नयाँ अभ्यास गरेर देखाउनु भएछ। त्यसको लागि प्रतिपक्षमा बस्नु भएको साथीहरूलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। साथै सरकारको पक्षमा जति समर्थन जे छ यो पूर्ण बहुमतकै पूर्ण सदनकै भनौं, पूर्ण सदनको समर्थन र विश्वास छ। माननीय मुख्यमन्त्रीजी, म उहाँलाई आग्रह गर्न चाहन्छु, माननीय सभामुख मार्फत सरकारले आफ्नो काम कर्तव्य र निष्ठापूर्वक यो निरन्तरतालाई कायम राखोस्। तपाईको आवश्यकता पर्यो भने हामी सिंहदरबारमा पनि तपाई अगाडि उभिनुस्। हामी सबैजना साथमा हुन्छौं। हामी सबैजना पुरै सिंहको सदन अधिकार र संहिताको र पहिचानको लडाईमा हामी साथ दिन्छौं। यसको ग्यारेन्टी छ। यो हिसाबले हामी अगाडि बढ्दा सजिलो होला जस्तो मलाई लाग्छ। माननीय सभामुख महोदय, खास गरेर धेरै कुरा त आज भन्नुपर्ने छैन। सहमति नै हाम्रो आजको आवश्यकता हो। जुनसुकै परिस्थितिमा मधेस संहिताको जननी हो भने आज प्रमाणित हामी गरेका छौं। संहिता किन र कसरी र कहाँसम्म हुनुपर्ने हो, आज यो चीजलाई अनुभूति गराउनको लागि देशमा जुन विभिन्न किसिमका संघीय सरकारमा जुन विभिन्न किसिमका वाछिटाहरू पैदा गर्न खोजिरहेछन्, त्यो चीजलाई आज चिरफार पनि भयो। एक किसिमले त्यहाँ जुन संहिताप्रति एक किसिमले आक्रोश, नागरिकलाई गैर नागरिक बनाउने जुन खेल भइरहेछ संघमा, केन्द्रमा, त्यसलाई चाहिँ हामी खास गरेर आजको डेटमा आजको यो घटनाले एक किसिमले अभ्यास र यो किसिमले बुझ्नुपर्ने आवश्यकता बुझिन्छ। मान्य सभामुख महोदय, र जुन किसिमले केन्द्र सरकारमा विभिन्न पार्टीहरू संहिताको विरोधमा अहिले घनघनाइरहेछन् संघीय सरकारमा, त्यो चीजमा हामी आजबाट यो चीजलाई हामी संघीय सरकार जुनसुकै अवस्थामा भए तापनि प्रदेश सरकारहरूले यो चीजलाई अनुकरण गर्दै, चाहे त्यो जुनसुकै प्रदेश होस्, यो चीज संहितालाई स्थापित गर्ने हो, लोकतन्त्रलाई मजबुत गर्ने हो र देशमा समृद्धि र विकास र शान्ति चाहने हो भने संहिता अति अपरिहार्य हो भन्ने कुरा बुझिन्छ। र त्यसको लागि आज मुख्यमन्त्रीजीलाई हाम्रो पार्टीबाट, हाम्रो तर्फबाट हाम्रो पूर्ण रूपमा समर्थन रहनेछ र यसले हामी निरन्तरता दिनेछौँ। यति भन्दै आफ्नो
दुई शब्दलाई यही समाप्त गर्न विराम दिन चाहन्छु तत्कालको लागि। धन्यवाद, नमस्कार। अब मान्य श्री अभिराम शर्मा। माननीय सभामुख जी, माननीय सरोज कुमार यादव जे एहि मध्य प्रदेश के माननीय मुख्यमंत्री छथि, आई एहि सम्मानित सदन में विश्वास के मत विभिन्न पार्टी लगायत लोकतांत्रिक समाजवादी पार्टी समेत से मांग कलन है। तो सर्वप्रथम लोकतांत्रिक समाजवादी पार्टी माननीय मुख्यमंत्री सरोज कुमार यादव के पक्ष में विश्वास के मत देत से प्रतिबद्धता व्यक्त करे छी। हमारा लगे 6 वर्ष में आई पुनः नया इतिहास रचायल है। एहि गरिमामय सदन में 2-3 मॉडल में हम सब बैठे छलिए। एक सत्ता पक्ष बैठे छलिए, दोसर दिसन प्रतिपक्ष बैठे छलिए, तेसर मॉडल भी हम सब बैठे छलिए। सरकार के विश्वास के मत देव और हम प्रतिपक्ष में बैठब। परंतु अभी ए माले के जे संसदीय दल के उपनेता एहि सरकार के जे समर्थन कलन है, ताहि कारण से उनका धन्यवाद देवक चाहे छिए। ई अभ्यास जे छले हमरा लगे कि आब पूरा सदन एक मत के अवस्था में प्रतिपक्ष नहीं है, कैलाकि सरकार के समर्थन द के प्रतिपक्ष में बैठे के चलन छलैया। परंतु माननीय दीपेंद्र जी के जे उद्घोष भेल वैसे ही बुझायल कि पूरा सदन सत्ता पक्ष है। दोसर बात हम कहब कि 1 महीना पहले उ सब विश्वास के मत फिरता लेने रहथिन। स्वाभाविक ढंग से कुछ रचनात्मक, सकारात्मक या निमन चीज देखाइल होते, तही कारण से आई ए माले भी ये सरकार के समर्थन दिलके है। परंतु 7 प्रदेश में मध्य प्रदेश और मध्य प्रदेश नमूना प्रदेश, कानून बनावे में सबसे निमन प्रदेश, कानून कार्यान्वयन में सबसे निमन प्रदेश। परंतु आई हम सब जे विश्वास के मत ले लिए तो कानून के निलंबन करे पड़ल। कहीं न कहीं ये त्रुटि है। में सरकार के ध्यान देना जरूरी होते कि एहन गतिविधि नहीं होए। हम एकदम सिस्टम से जे करक चाहिए। आई हम अंतिम दिन में विश्वास के मत ल रहल छी, हमरा आगे क लेवक चाहिए। खास करके एठमन जे सरकार के टीम है ओकरा ओइ पर विशेष ध्यान देना आवश्यक छलैया। और एहन एहन कमी कमजोरी हमारा सबके ओर से नहीं हुए, सरकार के तरफ से एहन कमजोरी नहीं हुए। ओना हम एगो आग्रह करक चाहबे मुख्यमंत्री जी के, आई पूरा सदन अहाँ के पक्ष में हब तो अहंकारी नहीं बन जाए के है। सरकार के अहंकारी नहीं बने के है। जे पूरा सदन हमारा पक्ष में हब तो अब हमारा जे मन होत जेना मन होत तेना करब, एहन अहंकारी नहीं बने के। सरकार के एठमन के जनता के जे भावना है, प्रदेश सभा के जे इच्छा है ओहि अनुसार चलक चाहिए। और हमारा लगे कि माननीय मुख्यमंत्री जी एहि हिसाब से चलतन। और हम पुनः ये बात कहब जे आई इस सदन पुनः नया इतिहास रचल गया। जे काल के जे हाउस होते वही हाउस में हमारा लगे कि सत्ता पक्ष दिखाई देते, खाली अन्य कोई पक्ष नहीं। जब हम 3 मॉडल कहली वो मॉडल बुझाई आई, फिर पछा की होती से नहीं जाने छी। परंतु बात से एहने लागल जे ई कह मतलब एक पक्ष मात्र सत्ता पक्ष एठमन है, ते कारण से मुख्यमंत्री जी के और बेसी जिम्मेवारी है। एते बात कहत हमरा सबके ओर से एकदम इमरजेंसी में कोई काम करे पड़े एहन गतिविधि नहीं होते कारण से सरकार और सरकार के जो कंपोनेंट है ओकरा ध्यान आकर्षण करबैत, सभामुख मार्फत ध्यान आकर्षण करबैत लोकतांत्रिक समाजवादी पार्टी माननीय मुख्यमंत्री सरोज कुमार यादव जे विश्वास के मत मंगलन है ओहि पक्ष में मतदान करे के लागी प्रतिबद्ध है। धन्यवाद। अब माननीय श्री युवराज भट्टराई।
माननीय सभामुखज्यू, आज हामी एउटा नयाँ इतिहास, नयाँ सन्देश भनौँ वा संहिताको जननी भूमिबाट, संहिताको सबैभन्दा बढी वकालत गर्ने भूमिबाट हामीले फेरि एउटा नयाँ इतिहास वा नयाँ सन्देश हामी दिन खोजिरहेका छौँ। सर्वप्रथम म मेरो दलको तर्फबाट, मेरो पार्टीको तर्फबाट हिजो पनि हामीले अहिलेका मुख्यमन्त्री माननीय सरोज कुमार यादवलाई विश्वासको मत दिएका थियौँ र अहिले पनि हाम्रो दलको तर्फबाट सर्वप्रथम उहाँलाई म विश्वासको मत हाम्रो दलको तर्फबाट दिने प्रतिबद्धता व्यक्त गर्दै उहाँलाई बधाई तथा शुभकामना पुनः व्यक्त गर्न चाहन्छु। र यो बिचमा म 2-3 वटा विषय के राख्न चाहन्छु भने अहिले मैले अहिले पनि भने र सधैँ मैले भन्ने गर्छु कि हामी जुन ठाउँमा, जुन भूगोलमा छौँ र हामीले सबैभन्दा बढी संहिताको वकालत गर्ने ठाउँमा छौँ र पछिल्लो स्थिति संहिताको विषयमा सबैभन्दा बढी आलोचनाका शब्दहरू, आलोचनाका विषयवस्तुहरू उठ्ने ठाउँ पनि हाम्रो छ। हामी यसो हेर्दा यो सदनभित्र प्रवेश गर्दै गर्दा हेरियो भने संहिताको सबैभन्दा बढी अनुभूति हामीले यो हलमा देख्न सक्छौँ, यो हाउसमा देख्न सक्छौँ। सम्भवतः मलाई लाग्छ अरू 6 वटा प्रदेशमा यस्तो समावेशी सबै भाषा, धर्म, संस्कृति भएको प्रदेश, प्रतित्व भएको प्रदेश सम्भवतः अरू प्रदेश छैन होला। कुनै न कुनै प्रदेशमा केही न केही कमी भएका छन्, केही न कुनै धर्म र समुदायका प्रतिनिधित्वहरू कम छन्। तर हाम्रो प्रदेशमा हेर्ने हो भने हामी यहाँ हेर्छौँ सबै समुदायका मान्छेहरू पनि छौँ, सबै भाषाभाषीहरू पनि छौँ, अझ एजको हिसाबले हेऱ्यो भने युवाहरू पनि छौँ, प्रौढहरू पनि छौँ, वृद्धहरू पनि छौँ। र हामीले सन्देश पनि बेला बेला दिने गर्छौँ कि योभन्दा अगाडि यही मधेस प्रदेश हो, सबैभन्दा पहिले पहिचानको आधारमा नामाकरण गर्ने र पहिचानको आधारमा प्रदेशको नाम राख्ने सम्भवतः यही मात्रै प्रदेश होला। त्यो पनि हामीले सर्वसम्मतै ढङ्गले सायद अघिल्लो कार्यकालमा भएको थियो। र पछिल्लो स्थिति हामी अब यहाँ अघिल्लो कार्यकालका धेरै मान्यज्यूहरू पनि हुन्छ, सायद उहाँहरूलाई धेरै कुरा थाहा होला। र हामी नयाँ नयाँ मान्यहरू यो प्रवेश गर्दै गर्दा पनि हामीले यसो यो हलभित्र प्रवेश गर्दाखेरि एउटा आनन्दको अनुभूति हुन्थ्यो र हामीले एउटा दृढ सङ्कल्प पनि के थियो भने यो हलमा प्रवेश गर्दै गर्दा वा हामी यो प्रदेश सभाका सदस्य हुँदै गर्दा हामीले केही न केही सन्देश नेपाली जनता, मधेस प्रदेशका जनतालाई दिन सक्छौँ भन्ने मलाई लाग्थ्यो। र हामीले दियौँ पनि, नयाँ मोडल पनि दियौँ। सबै प्रदेशभन्दा पनि पहिलोचोटि मुख्यमन्त्री बनाउने क्रममा 100% मत प्राप्त गरेको प्रदेश यही हो। विगतमा फेरि केही चिज भए, कहिले यसो हेर्दाखेरि राजनीति उतार चढावको बिचमा कहिले सत्तापक्षको बढी कुर्सी जस्तो देखिने, कहिले प्रतिपक्षको देखिने गर्दा 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 पनि अहिले हामी यसो हेर्दा फेरि हामी 100% जस्तो समर्थनमा गइरहेका छौँ। हामी 100% त देखिँदैछौँ, एउटा सन्देश त दिइरहेछौँ। अहिले हेऱ्यो भने कोशी प्रदेशको स्थिति त्यस्तै छ, अरू प्रदेशमा त्यस्तै छ, तर हामी युनिफाइड छौँ। यो युनिफाइड हामीले मधेस प्रदेशको अधिकारको निम्ति, मधेस प्रदेशको पहिचानको निम्ति, मधेस प्रदेशको विकास निर्माणको निम्ति, मधेसमा नागरिकता विहीनहरूको आवाजको निम्ति, नागरिकता प्राप्तको निम्ति हामी सामूहिक ढङ्गले उभिन सक्छौँ कि सक्दैनौँ? हामी सामूहिक ढङ्गले उभिएर एउटा प्रतिबद्धता व्यक्त गऱ्यौँ भने सम्भवतः संहिताको बिचमा अहिले हामीले हेरिरहेछौँ सङ्घीय संसदभित्र पनि संहिता विघटन गर्ने वा प्रदेश विघटन गर्ने आवाजहरू उठिरहेका छन्। जनता विभिन्न ठाउँका पार्टीहरू उभिरहेका छन्। त्यसलाई एउटा गतिलो झापड हामीले यो मधेस प्रदेशको यो सभाबाट दिन सक्यौँ भने हामीले एउटा नयाँ सन्देश दिन सक्छौँ। त्यसको निम्ति मलाई लाग्छ के भने अघि विगतका मान्यज्यूहरूले पनि भनिसक्नु भएको छ, हाम्रो काम गर्ने तरिका, हाम्रो कारबाही गर्ने तरिका के छ, त्यो हामी काहीँ न काहीँ चुकिरहेका छौँ। चाहे त्यो सदनभित्र पनि हामी चुकिरहेका छौँ, हामी सरकारभित्र पनि चुकिरहेका छौँ। यसलाई हल गर्ने, यसलाई नदोर्याउने र जनतालाई सुशासनको अनुभूति दिने, जनतालाई सरकारको अनुभूति दिने, सरकारलाई प्रदेश सभाको अनुभूति दिने ढङ्गले एउटा खालको सन्देश दियौँ भने मात्रै हामीले जनतालाई आश्वस्त बनाउन सक्छौँ, संहिताको विरुद्धमा उठेका आवाजहरूलाई हल गर्न सक्छौँ। त्यो कारणले पनि म सरकारलाई पनि र हाम्रो सबै मान्यज्यूहरूलाई पनि त्यो ठाउँमा उभिनको निम्ति म हार्दिक अपिल गर्दै र म पुनः मेरो दलको तर्फबाट माननीय मुख्यमन्त्री सरोज कुमार यादवको सरकारलाई समर्थन जनाउने र फेरि पुनः बधाई दिँदै म बिदा हुन्छु। हस्त, नमस्कार। अब मान्य श्री कनिष पटेल। माननीय सभामुख महोदय, केही समय पहिले
यो सरकारप्रति विश्वासको मत घटेको जस्तो अनुभूति यो प्रदेशमा देखिएको थियो। तर आज यो ऐतिहासिक दिन जहाँ हामी र सरकारले हाम्रो दल लगायत अन्य दल समक्ष विश्वासको मत दिनको लागि आग्रह गर्दै गर्दा आज हामी त्यो दौरानमा यो सदनमा उपस्थित भइराखेका छौँ। मुख्यमन्त्रीज्यूले मलाई लाग्छ यो ऐतिहासिक दिन र ऐतिहासिक घटना आज यो सदनमा रचिँदैछ। सरकार गठन प्रथम पटक हुँदै गर्दा त्यति बेला पनि यो सरकारले 100% विश्वासको मत प्राप्त गरेको थियो र आज यो मुलुकमा अन्य प्रदेशहरूमा के हुँदैछन्, संघीय राजनीतिमा कस्ता कस्ता प्रभावहरू परिराखेका छन्, राजनीतिक उतार चढावहरूले गर्दा त्यो प्रभावहरूबाट नितान्त फरक ढङ्गले आफूलाई उपस्थित गराउँदैछ यो मध्य प्रदेश र यो एउटा गौरवको विषय हो। यसै सन्दर्भमा यो सरकारलाई मेरो पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले विश्वासको मत दिने भन्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। यति कुराहरू राख्दै गर्दा जसरी सुरुमै बोल्ने क्रममा प्रमुख प्रतिपक्षी दलका उपनेताले बोल्नुभयो, उहाँलाई पनि यो मध्य प्रदेश सरकारलाई अझै समृद्ध बनाउनका निमित्त यो सरकारलाई विश्वासको मत दिएर अगाडि बढ्नुपर्छ जस्तो सायद अनुभूति भएको होला। र अघि बोल्ने क्रममा धेरै मान्यज्यूहरूले पनि भन्नुभयो कि हामीले नेपाल जो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल छ र यो नेपालमा संघीयतालाई अझै मजबुत बनाउनका निमित्त मध्य प्रदेश जो चाहिँ संघीयतालाई कार्यान्वयन गराउनका निमित्त प्रादेशिक संरचनालाई मजबुत बनाउनका निमित्त सबभन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको विषय नेपालका कुना कुनामा सर्वविदित छन्। त्यसकारणले आज यो सदनमा उपस्थित भएर बोल्दै गर्दा गौरवका साथ हामीले भन्न सक्नुपर्छ कि मध्य प्रदेश एकजुट छ। जुन कुरा अब केही समय पश्चात हामीले सभामुख मार्फत घोषणा गरिँदैछ यो कुरा एउटा गौरवको विषय हो भन्ने कुरा पनि म राख्न चाहन्छु। तथापि यी कुराहरू राख्दै गर्दा जसरी मध्य प्रदेशका जनताहरूले यो सरकारसँग आफ्ना विभिन्न सर्वाङ्गीण विकासका विषयमा हरेक पक्षीयका कुराहरूमा जसरी आशा राखेको छ, यो सरकारलाई म आग्रह गर्न चाहन्छु जनताको हरेक अपेक्षा, जनताको विश्वासमाथि कुठाराघात हुने काम चाहिँ नगरियोस्। यहाँ प्रतिपक्षी दल नहुने अवस्था देखियो। कानुनले के भन्छ, के देखिन्छ त्यो अर्को कुरा होला, तर हामी मध्य प्रदेशलाई मजबुत बनाउनका निमित्त यो मुलुकमा संघीयतालाई अझै बलियो ढङ्गले स्थापित गर्नका निमित्त हामी सम्पूर्ण राजनीतिक दलहरू एकजुट छौं भन्ने जुन सन्देश दिँदैछौँ यो सन्देशले एउटा कीर्तिमान कायम गर्नेछ। तर आउँदा दिनमा सम्पूर्ण दलले जसरी यहाँ विश्वासको मत दिँदै गर्दा अन्य कुनै नकारात्मक कुराका बीज रोपण चाहिँ नहोस् भन्ने कुरा पनि म सरकारलाई ध्यानकर्षण गराउन चाहन्छु। यो सरकारले जसरी विश्वासको मत लिँदैछ, यहाँ उपस्थित जति मान्यज्यूहरू हुनुहुन्छ उहाँहरू सबैका विचारहरूलाई, मनोभावनाहरूलाई उहाँहरूले यो प्रदेशलाई समृद्ध बनाउनका निमित्त राखेका जुन भावनाहरू छन् ती सम्पूर्ण भावनाहरूलाई एकीकृत गरेर सम्पूर्ण भावनाहरूलाई सम्बोधन गर्ने गरी सरकार अगाडि बढ्न सक्नुपर्छ। हामीसँग धेरै ठुलठुला चुनौतीहरू पनि छन्, हामीसँग सीमित साधन स्रोतहरू पनि छन्। ती सीमित साधन स्रोतहरूका बीचमा हामीले आफ्ना साधन स्रोतलाई प्रयोग गरेर यो मध्य प्रदेशलाई हरेक सर्वाङ्गीण हिसाबले हामीले आफ्ना भूमिकाहरू निर्वाह गर्न सक्नुपर्छ भन्ने कुराहरू राख्दै अन्त्यमा फेरि पनि यो सरकारलाई मेरो पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको दलको तर्फबाट विश्वासको मत दिने प्रतिबद्धता व्यक्त गर्दै बिदा हुन चाहन्छु र यो सरकारलाई अझै सफलतापूर्वक आफ्नो गतिविधिहरू अगाडि बढाउन सक्नुहोस् भन्ने शुभकामना दिन चाहन्छु। धन्यवाद, नमस्कार। अब मान्य श्री बिमला अन्सारी तरुन्नुम।
धन्यवाद। माननीय सभामुख महोदय, आज फेरि दोस्रो पटक हाम्रो माननीय मुख्यमन्त्री सरोज कुमार यादवज्यूले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ। हामीले पहिला पनि माननीय मुख्यमन्त्रीज्यूलाई विश्वासको मत चाहिँ दिएका थियौँ र अहिले पनि दिने नै छौँ। त्यसको अलावा विश्वासको मत दिने क्रममा सरकारका प्राथमिकतामा रहेका केही कुराहरूमा हामीले केही सल्लाह र सुझावहरू दिएका थियौँ। आशा र विश्वासको साथ कि हाम्रा सल्लाह र सुझाव माननीय मुख्यमन्त्रीजीको प्राथमिकतामा पर्नेछन्। तर हामी अलि निराश भएका छौँ। हाम्रा विषयवस्तुहरू जनताका मुद्दाहरूलाई सम्बोधन गरिएको देखिएन। सरकारलाई समर्थन गरेर सत्ताधारी गठबन्धनमा छौँ या छैनौँ त्यो पनि हामीलाई बुझ्न गाह्रो भयो। बाहिर हामीलाई भनिन्छ तपाईहरू सत्ताधारी हुनुहुन्छ, तपाईहरू त गठबन्धनमा हुनुहुन्छ, सरकारको के कार्यहरू हुँदैछ, के गतिविधिहरू हुँदैछ, तर हामीसँग केही जवाब छैन। हामी प्रदेश सभामा बस्दा पनि सत्ता पक्षतिरै बस्छौँ, तर सरकारको अनुभूति र गठबन्धनको अनुभूति अहिलेसम्म पाएनौँ। यसको ज्वलन्त उदाहरण भर्खर आएको नीति तथा कार्यक्रममा सरकारद्वारा प्रस्तुत भएको छ। नीति तथा कार्यक्रम तयार भइरहेको अवस्थामा पनि हामीसँग कुनै सरसल्लाह गरिएको स्थिति छैन। त्यस्तै आगामी बजेट पनि आउँदैछ। बजेटको निर्माण कार्य अन्तिम चरणमा छ, तर यो विषयमा पनि हामीसँग कुनै सरसल्लाह छलफल छैन। सरकार सञ्चालनको विषयमा पनि सहभागिता जुन हाम्रो हुनुपर्ने हो त्यो पनि छैन। यस्तो किन भयो हामी सोच्न बाध्य भएका छौँ। वास्तवमा सरकारमा भएको हामीलाई अलिकति पनि आभास भएको छैन। यस्तो गर्नु त अलिकति उचित नहोला कि जस्तो लाग्छ। गठबन्धनको एउटा धर्म र एउटा कर्तव्य हुन्छ। उसको नेतृत्वले गठबन्धनका दलहरूलाई मिलाएर लिएर जाने र सकेसम्म अरू दलहरूलाई पनि यसमा समावेश गर्दै जाने कुशलतापूर्वक नेतृत्व अगाडि बढ्नु पर्थ्यो, तर यस्तो देखिएन। यस विषयमा गठबन्धनका दलहरू, खास गरिकन गठबन्धनका सबभन्दा ठुला दलका नेतृत्व गम्भीर हुनुपर्छ जस्तो मलाई लाग्छ। यति हुँदा पनि अब हामीले नीति तथा कार्यक्रममा आएका छ। अब यहाँ हामीले नीति तथा कार्यक्रमलाई समर्थन गरेका छौँ। मुख्यमन्त्री माननीय सरोज कुमार यादवज्यूले संशोधनकर्ताहरूको सुझावलाई हामी आत्मसात गर्नेछौँ र यसलाई अगाडि बढाउनेछौँ भनेर वचनबद्धता दिएपछि हामीले संशोधन फिर्ता लिएका छौँ। अब रह्यो सवाल सरकारलाई समर्थन गर्ने र मुख्यमन्त्रीलाई विश्वास दिने। सरकार सबैको हो, कसैको प्यावा होइन र प्रदेश नम्बर 2 का जनताहरू सबैको अधिकार छ। उनीहरूले पनि आफ्ना हक र अधिकारका कुराहरू गरून्। सरकारले गम्भीरतापूर्वक मनन गर्नु जरुरी छ र सोच्नु पनि पर्छ। त्यही अनुसारको कार्यक्रम ल्याउनु पर्छ। अहिले हेर्ने हो भने मधेसी जनता आफै नै देशको मूलधारबाट पछाडि छ। हामीले मधेसी जनताको मुक्तिको लागि सङ्घर्ष गरेका छौँ र गर्दै जानेछौँ। मधेसी जनताले अधिकार प्राप्त नगरेसम्म हामी सङ्घर्ष गरि नै रहनेछौँ। तर मधेसभित्र पनि यहाँका दलितहरू, यहाँका थारूहरू, यहाँका मुस्लिमहरू र निषाद समुदायहरू धेरै पिछडिएका छन्। यसमा पनि मुस्लिम समुदायको अवस्था हेर्ने हो भने जनसङ्ख्यामा उनीहरू धेरै भए पनि आर्थिक अवस्था उनीहरूको र शैक्षिक अवस्था उनीहरूको प्रति व्यक्ति आएको अवस्था हेर्ने हो भने एकदम न्यून छ र एकदम पिछडिएको अवस्था छ। मुस्लिम, दलित, आदिवासी जनजाति समुदाय तथा महिलाहरूको लागि विशेष प्याकेज योजना ल्याउनु पर्थ्यो, तर अफसोस भन्नुपर्दा अहिले आएको नीति तथा कार्यक्रममा मुस्लिमको म शब्द पनि कहीँ पनि छैन, उल्लेख छैन। त्यसकारण
सरकार चाहिँ सबैको बन्नु पर्यो र खास गरिकन जुन समुदाय उत्पीडितमा छ र पिछडिएको छ त्यो समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउनको लागि के गर्न सकिन्छ, योजना सरकारसँग हुनुपर्छ र अन्त्यमा हामीले यो सरकारलाई समर्थन गर्ने नगर्ने वा समर्थन फिर्ता लिने अवस्थामा पुगेका छैनौँ। हाम्रो दल नेपाल संघीय समाजवादी पार्टीले र मैले मुख्यमन्त्री सरोज कुमार यादवज्यूलाई विश्वासको मत दिँदै उहाँको कार्यकाल सुखद बितोस्, राम्रो बितोस्, एकदम पक्षपतीय हिसाबले बितोस् भन्दै म बिदा हुन्छु। धन्यवाद। अब मान्य श्री अनिरुद्ध प्रसाद सिंह। धन्यवाद सभामुख महोदय। आज सरकार के विश्वास मत, मुख्यमंत्री जी के विश्वास मत के जे आयोजन राखल है, जेमें प्रमुख प्रतिपक्ष के समर्थन भेला के कारण जे उदाहरण इससे पहले विश्वास मत में भेल छले, आइयो ई उदाहरण के पुनरावृत्ति भेलैया। तय हेतु नागरिकता समस्या के समाधान के लेल, विकास के बराबरी हक के लेल और संहिता के स्थायित्व के लेल ई एकटा उदाहरण हेतै जे संहिता विरोधी सब के मुंह पर ई एकटा जोरदार तमाचा हेतै और संहिता के स्थापना करे में, संहिता लावे में ये मधेश के जनता के हाथ से और जे मधेश के प्रतिनिधित्व करे वाला अखनी मध्य प्रदेश के पार्टी सब जे खुला दिल से आए मुख्यमंत्री जी के विश्वास के मत दल के ते के लिए हम धन्यवाद देत। हमहू एकटा स्वतंत्र सदस्य है, हमहू हुनका तहे दिल से समर्थन दै छियै और मुख्यमंत्री जी विकास के गति लाबो, प्रदेश में प्रगति के अवधारणा लाबो, ई कहत हम अपन दी शब्द हितरांत करै छी। धन्यवाद, नमस्कार। अब मान्य श्री कंचन भिक्षा जी। माननीय सभामुख महोदय, पहिला पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले माननीय सरोज कुमार यादव जीलाई समर्थन गरेकै थियौं र आज पुनः माननीय मुख्यमन्त्री सरोज कुमार यादवजीलाई विश्वासको मत दिँदैछु। धन्यवाद। अब मान्य श्री प्रमोद कुमार जायसवाल। माननीय सभामुख महोदय, सर्वप्रथम आज हमनी के मध्य प्रदेश सरकार के मुख्यमंत्री जी के जौन विश्वास के मत दे वाला हिसाब से आज कम समय के सूचना में ई आह्वान भेल का सूचना भेल का, ओकरा बावजूद भी ई सदन के सब कोई लगभग के उपस्थिति ई जरूर दर्शावता कि कोनो भी
आपातकालीन स्थिति काहे ना हो या छोट सूचना काहे ना हो, ई सदन ई सरकार और मुख्यमंत्री जी के साथ बा। ई चीज आज छोट सूचना के आधार पर भी इतना उपस्थिति देखैलक हुए, उसे हमर मनसा निश्चित रूप से ई सदन के साथ साथ बा। और आज एगो आशा भरोसा और विश्वास के साथ खुशी मन से मुख्यमंत्री जी के और इस सरकार के जोरदार समर्थन हम ई विश्वास के साथ करतनी कि जब हमने के खबर गल हुए वो बड़ा एक जगह मीटिंग में रहनी सन, किसान लोग से छलफल चलते रहा, पानी के त्राहिमाम, सिंचाई के असुविधा, नहर प्रसाद जिला से रौटहट तक ले खतरा, जो गंडक नहर बा भारत से आवेला, उ नहर में पानी ना भइला के विषय पर आज हमनी के छलफल में बैठल रहनी सन। वही बड़ा फोन गल हम कहनी कि हमनी के सरकार के मुख्यमंत्री जी के सरकार के आज समर्थन देवे जाए के बाद अब हमनी जाता नहीं सन। लेकिन वो समय में वहां से चलते मात्र पानी पर लागल हुए, वो पानी भी एगो शुभ संकेत कैलक कि इस सरकार के साथ प्रकृति और मधेश के सारा लोग बा एगो विश्वास के साथ, और उ विश्वास के और मजबूत बनाव खतरा इस सरकार काम करो, ई भरोसा और आशा के साथ हम इस सरकार के समर्थन करतनी। आज किसान लोग एक बेर आकाश और देखता कब पानी पड़ी, एक बेर सरकार और ताकता कि हमनी के सरकार कथी कथी कर रहा बा, हमनी के सिंचाई सुविधा देव खतरा। एमे सिंचाई, मल खाद और बीज बीजन के व्यवस्थापन में सरकार दृढ़ता के साथ आगाड़ी बढ़ो, ये हमर अनुरोध बा और ई विश्वास के साथ हम इस सरकार के समर्थन करतनी। साथ साथ मध्य प्रदेश के जो प्रदेश सभा सदस्य जी लोग के गरिमा के और मजबूत बनाते हुए हमनी के क्षेत्र में, हमनी के गांव में मध्य सरकार और मजबूती के साथ देखे वाला वातावरण बनावे के विश्वास के साथ हम इस सरकार के विश्वास के मत आज देवे के चाहता नहीं और समर्थन करे के चाहता नहीं। संगे संगे नीति कार्यक्रम में जौन पर्यटन स्थल के रूप में घोषणा भइल चीज बा ओकरा के और हमनी की योजना सबके अभी के नीति के कार्यक्रम और बजट में बढ़िया हिसाब से पढ़ो, ई भरोसा के साथ हम विश्वास के मत देवे के चाहता नहीं। अनागरिक लोग के अब अनागरिक ना रहे वाला हिसाब से ई सरकार दृढ़ता के साथ संघीय सरकार से जौन कुछ करे के पड़ी सदन के साथ लेके करी, ई विश्वास के साथ हम देव के चाहता नहीं अपन विश्वास। और हम हमारा क्षेत्र के नागरिक और पूरा मधेश अपने लोगन के साथ बा, हमार विश्वास के मत और समर्थन मुख्यमंत्री जी के और सरकार के बाटे। बहुत बहुत धन्यवाद। अब विपक्षी दल को नेता माननीय श्री सरोज कुमार यादव। माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, हामी संघीयताको सबैभन्दा बढी वकालत गर्ने, संघीयतालाई सबैभन्दा बलियो आवाजका साथ सम्बोधन गर्ने हाम्रो गौरवशाली प्रदेश मध्य प्रदेश र यो मध्य प्रदेशको सम्मानित सदनमा अहिलेको वर्तमान मुख्यमन्त्रीले दोस्रो पटक विश्वासको मत लिने संघारमा छौं। त्यसो भएको कारणले गर्दा संसारभरको प्र्याक्टिस नेपाली संसदीय व्यवस्थाको संस्कृति र हाम्रो परम्परा सबैलाई प्रगतिशील नजरले हेर्दै नेकपा एमालेको हाम्रो दलको उपनेताले सरकारको विषयमा आफ्नो दृष्टिकोण नेकपा एमाले संसदीय दलको दृष्टिकोणको विषयमा यहाँ राखिसक्नु भएको छ। म निवेदन गर्न चाहन्छु कि नेकपा एमाले सरकारको राइटतिर बसेको, सरकारको राइट साइडबाट समर्थन दिइरहेछ। अघि सुन्ने क्रममा सरकारको लेफ्ट साइडमा बसेका राजनीतिक दलहरू स्वाभाविक रूपमा सरकारमा सम्मिलित गठबन्धनका दलहरू हुन्। तिनीहरूको विषय सरकारलाई समर्थन गर्ने, सरकारलाई मजबुत बनाउने, सरकारलाई नैतिक रूपमा तपाईको मजबुत बनाउने कुरा यो सबैले जान्दछ। तर सरकारको राइट साइडमा बसेका, राइट चेयरमा बसेका, प्रतिपक्षको रोमा बसेका दलको तर्फबाट पनि
मुख्यमन्त्रीलाई समर्थन हुनु भनेको यो सामान्य विषय होइन। यहाँ तपाईहरुलाई भन्नै पर्ने हुन्छ, हामी नेकपा एमाले आज यो नेकपा एमालेकै हस्ताक्षरमा निर्माण भएको मुख्यमन्त्री, नेकपा एमालेकै हस्ताक्षरबाट शपथ ग्रहण गरेका अहिलेको वर्तमान मुख्यमन्त्रीले हामीसँग विश्वासको मत माग्नु हो। म यहाँहरूलाई जानकारी गराउन चाहन्छु, त्यो विषयवस्तु हामी नेकपा एमालेको संसदीय दलको बैठकमा छलफलको एजेन्डा बनायौं। त्यति मात्र होइन, मुख्यमन्त्रीजीले विश्वासको मत माग्दा यहाँ भन्नै पर्ने हुन्छ, जसपाका राष्ट्रिय अध्यक्षसँग पनि मेरो टेलिफोनमा संवाद भएको थियो। हामीले भन्यौं कि हामी हाम्रै हस्ताक्षरबाट यो सरकारको निर्माण भएको हो। त्यसो कारणले गर्दा हामी चाहन्छौं यो सरकारको गुण दोष, सरकारको सफल असफल, सरकारको सक्षमता असक्षमता तत्कालै मूल्याङ्कन गर्ने विषय होइन। सरकारले एउटा नीति तथा कार्यक्रम सार्वजनिक गर्न पाएको छैन, सरकारले एउटा बजेट ल्याउन पाएको छैन, अनि नेकपा एमाले वा विपक्षीको कुर्सीबाट यो सरकार पूर्णतया धाराशाही भयो। यो खालको विपक्षको भूमिका र यो खालको विपक्षको तरिकाबाट हामी यो सरकारलाई हेर्दैनौं। हामी सत्ता पक्षले 2-2-4-6 भन्दैमा विपक्षीले 2-2-5 भन्नुपर्छ, 2-2-3 भन्नुपर्छ भन्ने चिज होइन। म निवेदन गर्न चाहन्छु, अघि पूर्व मान्यज्यूहरूले के अरे पूर्व वक्ता साथीहरूले वा दलका पूर्व नेता के अरे दलका नेताहरूले आफ्नो सम्बोधनको क्रममा एउटा चिज बडा जोडतोडका साथ उठाउनु भएको छ कि संघीयताको जननी मधेस प्रदेशलाई अब्बल दर्जाको प्रदेश बनाउनको निम्ति खाली सत्ता पक्षको मात्रै सहयोगले यो मधेस प्रदेश अगाडि बढ्दैन। यो हेक्का होस्, यो जानकारी रहिरहोस्। त्यस कारणले गर्दा यो मधेस प्रदेशको समुन्नतिको लागि, यो मधेस प्रदेशको विकासको लागि, यो मधेस प्रदेशलाई नैतिक रूपमा संघीयताको सबैभन्दा बलियो प्रदेशको रूपमा सुपरिचित गराउनको निम्ति प्रतिपक्षको पनि सहयोग चाहिन्छ भन्ने हिसाबले हामी यहाँ उभिएका छौं। त्यसो भएका कारणले गर्दा म तपाईलाई लाग्न सक्छ कि विपक्षी दलको नेता वा विपक्षी दलले पनि यहाँ समर्थन गर्दैछ। तपाईहरु यसमा हतोत्साहित नहुनुस्। केही साथीहरुलाई मैले देखिरहेको छु कि बापरे विपक्षी दलका नेताले पनि विपक्षी दलले पनि सहयोग गर्यो, हाम्रो के होला? तपाईहरु सुरक्षित हुनुहुन्छ, तपाईहरु सुरक्षित हुनुहुन्छ। नेकपा एमालेको त्यस्तो कुनै लोभ छैन तत्काल सरकारमा जाने, र हामी जाँदैनौं पनि। यो चीज तपाईलाई राख्न चाहन्छु। तर तपाईलाई होस् कि नेकपा एमाले यो सरकारलाई यतिकै सहयोग गरेको छैन, तपाईले बुझिराख्नु होला। हाम्रो सहयोग सशर्त हो। त्यो भनेको के हो भने अहिले सरकारको नीति तथा कार्यक्रम हामीले हेर्यौं, सरकारको बजेट 1 गते हेर्दैछौं। यो बजेटमा मधेसको समुन्नत नेपाली मधेसी किसानहरूको लागि यो बजेटको सम्बोधन के हुन्छ? सरकारको नैतिक पक्ष कमजोर नहोस्, सरकार नधुम्रियाओस्, सरकार कमजोरी म कमजोर छु भन्ने महसुस नगरोस्, सरकारले आम नेपाली मधेसी युवाहरूको भावना सम्बोधन गरोस् बजेट मार्फत। यो हाम्रो नेकपा एमालेको शर्त हो। सरकारले महिला हिंसामा नियमित परेका महिला दिदीबहिनीहरूको न्यायमा आफ्नो आवाज बुलन्द गरोस् र त्यसमा यो विषयवस्तुलाई समेटेर सरकारको बजेटमा आओस्। त्यति मात्र होइन, म निवेदन गर्न चाहन्छु कि यो सरकार करिब 5 महिना निर्माण भएको भयो, तर यो सरकारको अल्प आयुमै यो सरकार खसाइराख्ने, सरकार नयाँ बनाइराख्ने यो खेलमा तत्काल नेकपा एमाले छैन। यो सिद्ध गर्नको निम्ति, यो सदनलाई जानकारी गराउनको निम्ति, यो सदनमा आम मान्यजीहरूलाई बुझाउनको निम्ति नेकपा एमालेले पुनः यो अहिलेको वर्तमान सरकारका मुख्यमन्त्री माननीय सरोज कुमार यादवलाई विश्वासको मत दिने वा समर्थन गर्ने हामीले निर्णय गरेका छौं। म निवेदन गर्न चाहन्छु कि अन्य प्रदेश जस्तै नेकपा एमाले निर्णय गरिसकेपछि त्यो निर्णय बोक्न तयार हुन्छ। हामी निर्णय बोक्न मात्र होइन, आफूले गरेको निर्णयमा सरकारलाई काँधमा थाप्न, काँधमा बोक्न पनि तयार हुन्छौं। यसो भनिराख्दाखेरि केही अचम्म लाग्न सक्छ।
म निवेदन गर्न चाहन्छु नेकपा एमालेको निर्णय प्रक्रिया बडा मजबुत छ, बडा बोल्ड छ। तपाईले सँगै हेर्नुभयो होला कोशी प्रदेशमा सरकारले प्रदेशको नामाकरणको तिथिमिति सार्वजनिक गरेको थियो। त्यो सार्वजनिक गरिसकेपछि 93 संसदहरूमध्ये 93 माननीयज्यूहरूमध्ये 93 प्रदेश सभा सदस्यको संख्या भएको प्रदेश सभामा तपाईको 86 जनाको उपस्थिति थियो। 86 जना उपस्थित भएको सदनबाट 82 माननीयहरूको अब्बल दर्जाको समर्थनबाट कोशी प्रदेशको नामाकरण भयो। त्यसमा नामाकरणमा यहाँहरु सबैलाई थाहा छ कुन दलको समर्थन भयो। बिना समर्थन त 82 वटा माननीयहरूको झुन्ड त यतिकै सरकारको नामाकरणको पक्षमा, कोशी प्रदेशको नामाकरणको पक्षमा हुँदैन थियो होला। तर भोलि पल्टैदेखि हाम्रो यहाँ तपाईको चाहिँ नि त्यो समर्थन फिर्ता लिने वातावरण बन्यो। म निवेदन गर्न चाहन्छु 1 महिना अगाडि केही मान्यज्यूहरूले जुन आवाज उठाउनु हो त्यो यही छ। सभामुखज्यू पनि यही हुनुहुन्छ। सभामुख मार्फत म सम्बन्धित मान्यज्यूहरूलाई जानकारी गराउन चाहन्छु हामी यही दलका नेताहरू बैठक बसेर नेकपा एमाले सरकारबाट सामूहिक राजीनामा दिइसकेपछि हाम्रो कुर्सी कुन हुन्छ भन्ने सोध्दाखेरि हामी सहमतिमा हैन तपाईले सरकारबाट समर्थन फिर्ता नलिकन तपाई चाहिँ नि प्रतिपक्षको रोमा बस्न सक्नुहुन्न। प्रमुख प्रतिपक्षी दलको भूमिका निभाउन अलिकति समस्या हुन्छ कि त्यसै भएको कारणले गर्दा तपाईहरुले मार्ग प्रशस्त गरिदिनुस्, तपाईहरुले समर्थन फिर्ता लिदिनुस्। सत्ता पक्षकै मान्यज्यूहरूको पनि आकांक्षा यही थियो। हामी यो सदनको अहिले राइट साइडमा छौं, हामी प्रतिपक्षको रोमा छौं। त्यसो भएको कारणले गर्दा म निवेदन गर्न चाहन्छु कि नेकपा एमालेले यो विषयमा बडा गम्भीरताका साथ तपाईले यो सरकारले बजेट यस्तो ल्याओस् जसरी तपाईले अहिले सरकारमा रहेका दलहरूकै नीति तथा कार्यक्रममाथिको छलफलमा यो सदन बहिष्कार गरेको सूचना मैले प्राप्त गरे। यो नजरबाटै हामी हेर्यौं। त्यसो भएको कारणले गर्दा एउटा भनाइ छ मही माग्ने ढुङ्ग्रो नुकाउने यो नेकपा एमालेबाट हुँदैन। नेकपा एमाले क्लियरमा, नेकपा एमाले सोचमा, नेकपा एमाले आफ्नो निर्णयमा, नेकपा एमाले आफ्नो प्रतिबद्धतामा बडा दृढताका साथ अगाडि बढ्छ र बढिरहनेछ भन्ने चिज तपाईहरुलाई जानकारी गराउन चाहन्छु। त्यसो भएको कारणले गर्दा हामी अहिले यो सरकारले नीति तथा कार्यक्रम ल्यायो। नीति तथा कार्यक्रममा नेकपा एमालेको माननीय राजकुमार लेखीले संशोधन प्रस्ताव दर्ता गर्नुभयो। लगायत अन्य मान्यज्यूहरूले, अन्य दलका मान्यज्यूहरूले पनि संशोधन प्रस्ताव दर्ता गराउनु भएको थियो र मुख्यमन्त्रीजीले यो संशोधन प्रस्तावमा म विचार गर्छु र त्यो एकमुष्ट संशोधनको प्रस्तावहरू समेटेर नीति तथा कार्यक्रम ल्याउँछु भन्ने विश्वासका साथ यो नीति तथा कार्यक्रम यो सदनबाट, यो हलबाट सर्वसम्मत रूपमा पारित भएको मैले तपाईहरुलाई जानकारी गराउन चाहन्छु। त्यसो भएको कारणले गर्दा नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भइराख्दा आज सरकारले बजेट ल्याउनु भन्दा 2 दिन अगाडि यो सरकारको नैतिक बल म कमजोर हुन चाहन दिदैनौ। नेकपा एमाले दिदैन। सरकारले आफ्नो नैतिक उच्च मनका साथ म अर्थमन्त्रीजीलाई पनि म आग्रह गर्न चाहन्छु कि तपाईले कुनै प्रेसरमा, तपाईले कुनै दबावमा, तपाईले कुनै तपाईको चाहिने पक्षपातमा यो बजेट ल्याउने प्रयास नगर्नु होला। संघीय बजेट आएको केही विषयमा तपाईलाई थाहै छ कि संघमा बजेट सार्वजनिक भइसकेपछि सत्ता पक्षका नेता, सत्ता पक्षका दलका नेता, सत्ता पक्षका माननीयहरूले यतिकै यही अवस्थामा यो बजेट पारित हुन सक्दैन भन्ने चीजको उद्घोष गर्दै आजै सत्ता पक्ष दलहरूको बालवटा र बैठक भएको थियो। यहाँहरूलाई जानकारी गराउन चाहन्छु। म सरकारको राइट साइडको चेयरमा बसेर नेकपा एमालेले आग्रह गर्न चाहन्छ कि तपाईहरुले बजेट ल्याउँदाखेरि त्यो उच्च आकांक्षाका साथ एउटा जिल्लाको, एउटा क्षेत्रको मात्रै, एउटा ठाउँको मात्रै माननीय भएर, मन्त्री भएर बजेट नल्याउनु होला भन्दै म यो सदनमा उपस्थित मुख्यमन्त्री लगायत सम्पूर्ण मन्त्रीज्यूहरूलाई यो प्रतिपक्षको कुर्सीबाट निवेदन गर्न चाहन्छु। रह्यो विषय हाम्रो एकजना जनमत पार्टीका होनहार माननीयजीले बोल्नुभयो नागरिकता सम्बन्धी विषय। म निवेदन गर्न चाहन्छु, अस्ति पनि निवेदन गरेको थिएँ। नेकपा एमाले
त्यस्तो बेलामा इतिहास साक्षी छ, इतिहासको पुनरावृत्ति हुन्छ, इतिहास दोहोरिने गरेको छैन। नेकपा एमाले को अध्यक्ष आदरणीय केपी शर्मा ओली यो देशको प्रधानमन्त्री हुँदाखेरि अहिलेसम्म सबैभन्दा मधेसी क्याबिनेट स्तरको मन्त्री कुनै क्याबिनेटमा थियो भने त्यो केपी शर्मा ओलीको क्याबिनेटमा थियो। त्यही क्याबिनेटले अध्यादेश ल्याएको होइन। त्यसमा हामीसँग लोकसभा पनि सरकारमा हुनुहुन्थ्यो, लगायत अन्य दलका नेताहरू पनि सरकारमा हुनुहुन्थ्यो, हामी ल्याएका थियौं। तर जुन प्रक्रियाबाट त्यो अध्यादेशलाई तपाईको चाहिँ नि निलम्बन गर्ने काम भयो वा त्यसलाई डिफर्म गर्ने काम भयो, सेम प्रक्रिया हो आज। नेकपा एमाले अध्यादेशको विरुद्धमा होइन है भन्ने चीज नेकपा एमाले तपाईलाई जानकारी गराउन चाहन्छ। मात्रै सदन परिवर्तन भएको अवस्थामा मृत रहेको विदेश पुनः सदनबाट अनुमोदन गरेर लिएर जानु पर्थ्यो। नेकपा एमाले त्यो पक्षमा थियो भन्ने चीज मात्रै जाहेर गर्न चाहन्छु, जानकारी गराउन चाहन्छु। अन्तमा फेरि पनि यो सरकारले दृढताका साथ आफ्नो बाँकी गतिविधि, बाँकी काम सफल गरोस् भन्ने शुभकामनाका साथ फेरि पनि भन्छु कि हामी विश्वासको मत वा समर्थन गरिराख्दा अघि पूर्व वक्ता मान्यजहरूले भने जस्तै सरकारले मातिन जरुरी छैन, सरकार घमण्डमा चुर हुन जरुरी छैन, सरकार जनताप्रति उत्तरदायी हुन जरुरी छ। सरकार झन गाछमा धेरै फल फल्यो भने त्यो रुख तपाईको निहुरिन्छ। सरकारले आफ्नो गम्भीरता देखाउने, आफ्नो गम्भीरता प्रदर्शन गर्ने बेला छ। त्यो प्रदर्शनका साथ यहाँ उपस्थित हुनुहुन्छ भन्ने विश्वासका साथ पुनः अहिलेका मुख्यमन्त्री माननीय सरोज कुमार यादवले जुन सदन मार्फत विश्वासको मत माग्नु भएको थियो, हामी प्रतिपक्ष पनि प्रतिपक्षको कुर्सीमा रहँदा पनि तपाईहरुलाई विश्वासको मत यो मानेमा दिएका छौं कि मधेसमा मधेसी जनता, मधेसी न्यायप्रेमी जनताको आवाज कदाचित पनि तपाईको कमजोर नहोस् भन्ने शुभकामनाका साथ आफ्नो भनाइ राख्दै बिदा हुन चाहन्छु। धन्यवाद। मान्य सदस्यहरू, मान्य मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमाथि मान्य सदस्यहरूको बोल्ने क्रम यही समाप्त हुन्छ। मान्य सदस्यहरू, अब म मान्य मुख्यमन्त्री श्री सरोज कुमार यादवलाई छलफलमा उठेको प्रश्नको जवाब दिन अनुमति दिन्छु। माननीय सभामुख महोदय, आज दोस्रो पटक विश्वासको मत लिने क्रममा सिङ्गो सदनले एकजुट भएर जुन समर्थनको कुरा गर्नुभएको छ, समर्थन दिनको लागि म सबै मान्य सदस्यहरूलाई सभामुखजीको मार्फत धेरै धेरै धन्यवाद दिन चाहन्छु। माननीय सभामुख महोदय, बोल्ने क्रममा 12 जना मान्य सदस्यहरूले कुरा राख्नुभयो। म उहाँहरूको सुझाव आत्मसाथ लिँदै आउने दिनमा पनि कुनै किसिमको भेदभाव नगरी बजेटमा पनि जनतामुखी बजेट हामी आषाढ 1 गते ल्याउँछौँ, यो प्रतिबद्धता पनि साथै गर्न चाहन्छु। र संघीयताको लागि जुन हाम्रो प्रदेश संघीयताको जननी भन्ने गरिन्छ, यो संघीयताको रक्षाको निम्ति पनि म सधैँ सतर्क र कुनै किसिमको संघीयताप्रति आँच नआउने पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। भ्रष्टाचारी प्रति नियन्त्रण गर्नको लागि संयन्त्र बनाएर यो प्रदेशबाट भ्रष्टाचार मुक्त पनि गर्छौँ, यो पनि प्रतिबद्धता म यहाँ सदनमा दिन चाहन्छु। र बजेट आइसकेपछि विनियोजन विधेयकमाथि व्यापक छलफल गराएर
बजेट जनतामुखी जाओस्, कुनै किसिमको बिचौलियाको हातमा बजेट नपरोस्, बजेटमा कुनै किसिमको चलखेल नहोस्, त्यसको कार्यविधि बनाएर हामी सबै दलका माननीयजीहरूसँग समन्वय गरेर त्यसको कार्यविधि बनाएर हामी अगाडि बढ्छौँ। यो पनि प्रतिबद्धता म यो सिङ्गो सदनमा सम्मानित सदनमा गर्न चाहन्छु। अन्तमा सबका साथ सबका विकास भन्ने नाराका साथ यो प्रदेशमा विकासको काम अगाडि बढाउँछौँ र कुनै किसिमको कुनै माननीय सदस्यसँग या कुनै दलसँग भेदभाव नराखिकन एकजुट भएर अगाडि विकासको काममा हामी अगाडि बढ्छौँ। यही कुरा राख्दै अब विश्वासको मत सिङ्गो सदनले फेरि दोस्रो पटक मलाई विश्वास गरेर विश्वासको मत दिनुहुन्छ भने आशा विश्वास गर्दै धन्यवाद दिन चाहन्छु। धन्यवाद। मान्य सदस्यहरू, अब म मान्य मुख्यमन्त्री श्री सरोज कुमार यादवले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राख्नुभएको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। मान्य सदस्यहरू, प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075 को नियम 143 बमोजिम उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा मत विभाजन गरी मत सङ्कलन गरिने बेहोरा मान्य सदस्यहरूलाई जानकारी गराउँदछु। मान्य सदस्यहरू, अब म मत विभाजन गर्दा अपनाइने प्रक्रियाको विषयमा जानकारी गराउँदछु। मत विभाजन गर्नु अघि सभाकक्ष बाहिर हुनुभएका मान्य सदस्यहरूलाई सभाकक्षमा प्रवेश गर्ने मौका दिन 3 मिनटसम्म विभाजन घण्टी बजाइनेछ। विभाजन घण्टी बजेपछि सभाकक्ष बाहिर हुनुभएका मान्य सदस्यहरू सभाकक्षभित्र प्रवेश गर्नुपर्नेछ। विभाजन घण्टी बन्द गरेपछि मान्य सदस्यहरू प्रवेश गर्ने उपस्थित कक्षसँगैको बरन्डा र सभामुख बैठकमा प्रवेश गर्ने तर्फको बरन्डा खाली गराइनेछ। उक्त दुवैतर्फ बाहिरबाट प्रवेश गर्ने र बाहिर जाने सम्पूर्ण ढोका बन्द गरिनेछन्। उल्लेखित ढोकाहरू बन्द गरेपछि मत सङ्कलन कार्य सम्पन्न नहुन्जेलसम्म बाहिर रहेका मान्य सदस्यहरू लगायत कसैलाई पनि सभाकक्ष वा उल्लेखित उपकक्ष लबीहरूमा प्रवेश गर्न दिइने छैन। मान्य सदस्यहरू प्रवेश गर्ने उपस्थित कक्षसँगको बरन्डा र सभामुख बैठकमा प्रवेश गर्ने तर्फको बरन्डाहरूमा मान्य सदस्यहरूको वर्णाक्रम अनुसारको नियमावली राखिएका छन्। यस प्रस्तावको पक्षमा हुने अर्थात् हुन्छ भन्ने पक्षका मान्य सदस्यहरू सभामुख आसनको दायाँतर्फ मान्य सभामुख बैठकमा प्रवेश गर्ने तर्फको बरन्डामा प्रवेश गरी त्यहाँ राखिएको वर्णाक्रम अनुसारको आफ्नो नामावलीको दस्तखत महलमा दस्तखत गर्नुपर्नेछ। ख. प्रस्तावको विपक्षमा हुने अर्थात् हुन्न भन्ने पक्षका मान्य सदस्यहरू सभामुख आसनको देब्रेतर्फ रहेको मान्य सदस्यहरू प्रवेश गर्ने उपस्थित कक्षसँगकै बरन्डामा प्रवेश गरी त्यहाँ राखिएको वर्णाक्रम अनुसारको आफ्नो नामावलीको दस्तखत महलमा दस्तखत गर्नुहुनेछ। मान्य सदस्यहरूको सहयोगको लागि दुवैतर्फ सचिवालयका कर्मचारीहरू रहनेछन्। कुनै मान्य सदस्यले आफ्नो मत सच्याउन चाहेमा मतदान कार्य सकिएको 3 मिनटभित्र माग गरेमा सच्याउन दिइनेछ। मान्य सदस्यहरू, अब 3 मिनट विभाजन घण्टी बजाइनेछ।
अब म सभामुख आसनको दाहिने र देब्रे तर्फ बरन्डाहरूमा बाहिरबाट प्रवेश गर्ने र बाहिर निस्किने ढोका बन्द गर्न आदेश दिन्छु। अब म उक्त विश्वासको मत लिने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरू अर्थात् मुख्यमन्त्रीमाथि विश्वास छ भन्ने पक्षका मान्य सदस्यहरू सभामुख आसनको दाहिने तर्फ, सभामुख सभामा प्रवेश गर्ने तर्फको बरन्डामा प्रवेश गरी त्यहाँ राखिएको नियमावलीको दस्खत महलमा दस्खत गर्नुहोला र यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरू अर्थात् मुख्यमन्त्रीमाथि विश्वास छैन भन्ने पक्षका मान्य सदस्यहरू सभामुख आसनको देब्रे तर्फ उपस्थिति जनाउने तर्फको बरन्डामा प्रवेश गरी त्यहाँ राखिएको मान्य सदस्यहरूको वर्णाक्रम अनुसारको नियमावलीको दस्खत महलमा दस्खत गर्नुहोला। यस प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरू अर्थात् मुख्यमन्त्रीमाथि विश्वास छ भन्ने पक्षका मान्य सदस्यहरू सभामुख आसनको दाहिने तर्फ सभामुख सभामा प्रवेश गर्ने तर्फको बरन्डामा प्रवेश गरी त्यहाँ राखिएको नामावलीको दस्खत महलमा दस्खत गर्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरू अर्थात् मुख्यमन्त्रीमाथि विश्वास छैन भन्ने पक्षका मान्य सदस्यहरू सभामुख आसनको देब्रे तर्फ उपस्थिति जनाउने तर्फको बरन्डामा प्रवेश गरी त्यहाँ राखिएको मान्य सदस्यहरूको वर्णानुक्रम अनुसारको नामावलीको दस्खत महलमा दस्खत गर्नुहोस्। न समर्थन
उपस्थित मान्य सदस्यको संख्या 103 आइएमा छ भने राख्नु प्रस्ताव पक्षमा अब शुरू कर मान्य सदस्यहरू, तपाईहरू मध्ये कसैले आफ्नो मत सच्याउन चाहनुहुन्छ भने 3 मिनेटको समय दिन्छु। सो समयभित्र ड्यासमा आई आफ्नो मत सच्याउन सक्नुहुनेछ। मान्य सदस्यहरू, बन्द गरिएका सभाका सबै प्रवेशद्वारहरू खोल्न आदेश दिन्छु। मान्य सदस्यहरू, अब म मत विभाजनको परिणाम घोषणा गर्दछु। मान्य सदस्यहरू, आजको मतदानमा उपस्थित मान्य सदस्यहरूको संख्या 103 रहेको छ। अब म मुख्यमन्त्री श्री सरोज कुमार यादवले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राख्नुभएको प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा जम्मा 103 मत र यस प्रस्तावको विपक्षमा अर्थात् हुन्न भन्ने पक्षमा 0 मत परेको छ।
मुख्यमन्त्री श्री सरोज कुमार यादवले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राख्नु भएको प्रस्तावको पक्षमा जम्मा 103 मत परेको र उक्त संख्या प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्या 107 को बहुमत अर्थात् 53 भन्दा बढी रहेको तथा विपक्षमा एउटा पनि मत नपरेको हुनाले मान्य मुख्यमन्त्री श्री सरोज कुमार यादवले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राख्नु भएको प्रस्ताव सर्वसम्मतले पारित भएकोले मान्य मुख्यमन्त्री श्री सरोज कुमार यादवको सरकारले यस सभाको विश्वास प्राप्त गरेको घोषणा गर्दछु। अब यो बैठक 2080 साल ज्येष्ठ महीनाको 32 गते बिहीबार दिनको 1 बजेसम्मको लागि स्थगित हुन्छ।